ब्याक टु माई युट्युब च्यानल। म चाहिँ भर्खरै नुहाएर बसिरहेको छु। बाहिरको मौसम चाहिँ अँधेरो अँधेरो भइसक्यो है। कि हामी चाहिँ लेक जाने भनेको थियौँ आज। यस्तो देखिरहेको छ हाम्रो मौसम आजको। पानी पर्ला पर्ला जस्तो। अघि भर्खरैसम्म त घाम लागेको थियो मजाले। अहिले फेरि यस्तो भएको छ। म दिदीलाई फोन गर्छु हामी जाने कि नजाने। ओके, मैले चाहिँ दिदीलाई फोन गरिसकेँ। अब चाहिँ म रेडी हुन्छु अनि त्यसपछि हामी बसमा चाहिँ डेलिभरी जान्छौँ। अनि पानी परेन भने चाहिँ लेक जान्छौँ होला सायद। अनि त्योभन्दा अगाडि चाहिँ म तपाईँहरूलाई देखाउँछु मैले Sachina Malla products. Yo, this one is moisturizer, and I got 600 for this. 600 अनुहाको 6 होइन। And this one is called डट एन्ड कीको this one सनस्क्रिन। cost me for मेरो 2 महिना भएको थियो कि सामान सकिएको। अनि मैले किनेकै थिइनँ। अनि हिजो चाहिँ मैले सबै सामानहरू किनेर लिएर आइसकेँ छु। यो चाहिँ मेरो आई कलर आई मास्क के भन्छ। अनि यो चाहिँ अनुहाको सेरम। मलाई ट्राई गर्न मन लाग्थ्यो। मेरो सेरम पनि सकिएको त धेरै महिना भइसकेको थियो। मस्कारा पनि सकिएको थियो। ब्लेन्डर पनि एकदमै उस भएको थियो। यो चाहिँ कस्तो सफ्ट छ। ल अब चाहिँ म यही लगाएर रेडी हुनेवाला छु। टोटल मेरो ओइ तैँले गीत सो आई एम रेडी। अनि सामान पनि यहाँ रेडी छ। अघि नै मैले प्याक गरिसकेको थिएँ। अनि त्यसपछि अब म दिदीलाई फोन गर्छु अनि जान्छु। दिस इज माई मेकअप। मैले हिजो त्यत्र 7,000 खर्च गरेर ल्याएको प्रडक्टहरू सबै अप्लाई गरेँ मैले मेरो फेसमा। अनि दिस इज माई आउटफिट। सो या ओके, किप वाचिङ गाइज। मेरो चाहिँ कपाल चिसो छ, त्यही भएर मैले चाहिँ हाललाई यसरी बाँधेको छु। लबर पनि ल्याएको छु। आकाश त एकदम अँधेरो भएको गई पानी पनि पर्न सक्छ होला जस्तो लागिरहेछ। यस्तो अँधेरो भएको छ कि मैले दिदीले म्यासेज गरिसकेँ। दिदी चाहिँ आउँदै हुनुहुन्छ होला सायद। म तल झरेर बस्नुपर्छ। पानी पर्छ कि क्या हो। सिधै अगाडिको लिटल तिब्बत मिठै लाग्छ क्या हामीलाई त। यो पेटलाई यो मुखलाई आज मोटो मोटो चाउमिन खानेको चाउमिन खाने उस नरहेछ के भन्छ अरे। अनि के हो र हजुर हेलमेट लगाएर पेटलाई के खै भन्ने बोल्नै आएन। बहुत राम्रो फुल हो बरु। फोटो खिच्छौँ एउटा दुइटा खिच्दा खिच्दा अब कतिवटा खिचिन्छ त। त्यसपछि सामान डेलिभरी गऱ्यौँ हामीले। चाउमिन खान भनेर आएको त्यहाँ। कोकलाई कोक कस्तो राम्रो। यस्तो कुकुरलाई हामी चाहिँ आज जापानको साकुरा आइसकेको छौँ। त्यो छैन उस बनाउँदा टिकटक बनाउँदा के छ केही छैन। यस्तो भ्लग गराउँ एथेन्टिकवाला भन्यो। अनि आँखामा गरी के पर्छ कहिले आँखा चप्किन्छ आँखै देखिन्न। सिम्पल भ्लगर हुन नि गाह्रै हुँदो रहेछ। यसो भ्लगर हुन पर्यो भनेको भिडियोहरू गराउन।
के भने के हो त्यस्तै रहेन यहाँ नि र अब को माथि माथि को गयो त यहाँ पनि भिडै छ ठाउँ छ अनि ए म्याडम जी फर्स्ट टाइम हो न झोलवाला चाहिँ फर्स्ट टाइम हो तर म चाहिँ खान्छु मलाई चाहिँ दामी लाउँछ सुप पनि आउँदो रहेछ तर यो सुप चाहिँ किन आएको के को लागि आएको यति चाहिँ कम्प्लिटली हामी चाहिँ ड्राइगनमा आएको छौँ ड्राइगन हाम्रो खाजा चाहिँ किस्तामा आयो कि पहिला यो आयो अनि यो आयो अनि अब अर्को आउँदैछ के हाने चटनीहरू ए भाइ खानु न हजुरले खान्छु नि एउटा मगाउनु न त्यो त धेरै भयो गोजीमा हालेर नि लुकाएर आँसु नै आयो यो चाहिँ हो कुन ठाउँ हो यो ड्याम साइड हो ड्याम साइड ल हाम्रो नेपाली के भन्छ अरे न्यु इयरको लागि त्यस्तो तयारी हुँदै रहेछ नि त लेक साइडतिर ल साथीहरू आउनुपर्छ हाम्रो सामान किनेर लानुपर्छ ठ्याक्क अन्नपूर्ण गाडीको अगाडिपट्टि आफ्नो प्रचार गरिहाल्छ टोपी बाजेको कपडा पसल अरे हाम्रो पनि राख्नु पर्ने एप्लिकेसन मात्रै न कति अरूले मात्रै देखाएको हामी पनि हेर्दै हिँड्दैछौँ टन्न खाएर हामी घर पनि चाउमिन चाहिँ बाटोतिर छोड्नु नेट पनि देखाइदिइ हाल्नु पर्यो कसको पप्पी हो तारा हो नाम नाम के हो यहाँ आइज त यहाँ आइज न यो सनफ्लावर हिजोको भन्दा यो राम्रो भयो यसमा चाहिँ धेरै रोज नगराएको यसमा चाहिँ हामी भयो डिफ्रेन्ट हामीले यस्तो पनि बनाउँछौँ है साथीहरू अघि यस्तै सामानहरू छोड्न गएको दिस वान यो चाहिँ मेरो दिजुले बनाउनु भएको यो चाहिँ मेरो छोरी हुन् मेरो छोरी हुन् यो ग्रिनमा किन बनाउनु भएन त ग्रिनमा सक्यो न के जङ चलेर राम्रो ये क्या हुआ ये हुआ कैसे हुआ अब ये भाँच्यो र मेरो कस्तो मन परेको काँटा यार भाँच कहाँ अल्झेको त नि हजुरले गर्दा नुकसान पे नुकसान हो जाता है ये क्या हो जाता है अब मेरे भाई किधर है वो सामीर हेर्नु त मेरो रुम सामीर हेर त हो कि नि यो हाले दिजुले मोटो चाउमिन खानु भयो थुक्पा ल्याएको मैले भन के यस्तो खाले के किमा नुडल ओके छैन हामी चाहिँ घर आइसक्यौँ थ्याङ्क यू फर वाचिङ गाइज आउँदैछु बाई बाई सी यू इन द नेक्स्ट भिडियो होप यू इन्जोय आवर भिडियो यस्तै भने जस्तो लाग्थ्यो कि ओके बाई